आज चाहिँ म बजे पोखरीमा आएको छु। यो बजे पोखरी चाहिँ ललितपुर जिल्लाको इमाडोल भन्दा मुनि र बालकुमारीबाट भित्र आउन सकिन्छ। महालक्ष्मी नगरपालिका वडा नम्बर 3 मा रहेको छ। यो चाहिँ एकदम छुट्टी मनाउन शनिबार घुम्न आउने ठाउँ छ। यहाँ दिउँसो बोटिङ पनि शेयर गर्न सकिन्छ र धार्मिक रूपले पनि आउन सकिन्छ। दुईवटा मन्दिर रहेको छ, जसमा एउटा शिवको छ र एउटा देवीको मन्दिर रहेको छ। अहिले चाहिँ फुल फुलेर एकदम मनमोहक दृश्य भएको छ। वास्तवमा बजे पोखरी चाहिँ कसरी नामकरण भयो भन्दाखेरि चाहिँ बोजो भन्ने एउटा जडीबुटी पाउँछ, त्यसको यो पोखरीको वरिपरि चाहिँ पहिले धेरै हुन्थ्यो। त्यसकै आधारमा चाहिँ बोजेबाट बजे पोखरी बन्यो। मर्निङ वक पनि आउन सकिन्छ। यहाँ एकदम मनमोहक छ। अहिले फुलहरू फुलेर एक्सर्साइज गर्ने मान्छेहरू पनि आउनुहुन्छ। एकदम रमणीय क्षेत्र छ। यो चाहिँ आउनलाई हजुरलाई चाहिँ बालकुमारी कोटेश्वर भन्दा यता बालकुमारीबाट 1.25 किलोमिटर छ। आज शनिबारको दिन धेरैजना मान्छे आउँदै हुनुहुन्छ। यहाँ धार्मिक उद्देश्यले घुम्ने उद्देश्यले पनि आउनु भएको छ। धार्मिक पर्यटक, विशेष गरी आन्तरिक पर्यटकलाई चाहिँ यसले प्रबोधन गरेको छ। यहाँ चाहिँ निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन भएको छ। वासुकी नाग प्रतिमा रहेको छ। भगवान शिवको पवित्र मन्दिर रहेको छ। यहाँ देवीका प्रतिमा रहेको छ। यो चाहिँ व्यवस्थित रूपमा संरक्षण गरिएको छ। काठमाडौँको मौलिक एउटा वास्तुकलालाई चाहिँ संरक्षण गर्दै निकै आकर्षक तरिकाले चाहिँ यसको निर्माण गरिएको छ।